म चाहिँ यहाँ अहिले भोलि बिहानको तरकारीको लागि जो गर्दैछु। यो चाहिँ तपाईँहरूकोतिर के भन्नुहुन्छ, शीतल चिनी या सजन? हामी चाहिँ सजन भन्छौँ। अनि मेरी आमा चाहिँ भन्दै हुनुहुन्थ्यो कि चितवनतिर शीतल चिनी भनेर यस्तै बोट हुन्छ, त्यसको दाना हुन्छ, यो पनि सजन जस्तै सेम नै हुन्छ। त्यसको दानालाई चाहिँ चपाएर पानी खाँदा एकदमै मिठो हुन्छ भनिन्छ। बासी भएपछि यसको पात चाहिँ सबै चाहिँ झर्ने हुनाले पखाल्न गाह्रो हुन्छ। त्यसैले अघिल्लो दिन नै वा जुन दिन पकाउने हो त्यही दिनमा नै पखालेर केलाउँदा राम्रो हुन्छ। अब म हिजो नै तयार गरेको सजनको मुन्टालाई पकाउन गइरहेको छु। सबै नै